हेलो लस्तो फ्याफुल ल सबैजनालाई मेरो पहिलो भ्लग अथवा मिनी भ्लगमा स्वागत छ तपाईहरुलाई। सो म चाहिँ यो दशैंको भ्लग हाल्न गइरहेको छु हैन। त्यो चाहिँ काठमाडौँदेखि त्रिशुल गएको स्टार्टिङमा। सो काठमाडौँदेखि त्रिशुल जाँदा बेलुका पुगे म। बेलुका पुग्दाखेरि तल घरबाट खाना बोलाउनु भएको छ भने अनि कान्छी पनि हेलो पेसाङ दिदी भने अनि हेलो भनेर लिन आए मलाई अनि माथि लगे अनि फुचीहरुसँग भेटे अनि सबैजना लेट्स मेक द भिडियो फर द दशैं स्पेशल मेसेज भनेर त्यसको लागि क्याप्चर गरे। अनि त्यसको लागि क्याप्चर गर्दा बाबा कति हो भिडियो त कति हो चटक पनि बढी भएको थियो हाम्रो। सो फेरि त्यसको प्लस चटक थप्नलाई कम चाहिँ छैन है कोही पनि। अनि त्यसपछि हामी खाना खान थाले अनि डाइनिङ टेबलमा बसौँ न भनेर नाइ भुइँमै कम्फर्टेबल हुन्छ अरे। ओके देन भनेर लेट्स मेक द भिडियो भनेर फेरि भिडियो बनाएँ हैन। अनि माइली आमाले चाहिँ खाना बनाइदिनु भएको थियो, मिठो पनि भएको थियो। थ्याङ्क यू सो मच माइली आमा। भोलिपल्ट चाहिँ म चाहिँ गाउँ गएको थिएँ अनि बाटोमा भिडियो बनाउँदै गएको थिएँ अनि त्यसपछि सप्तमगोला पुगेँ। अनि त्यसपछि डाइरेक्ट गेम भइरहेको ग्राउन्डमा पुगेँ। त्यो छेउमा चाहिँ इन्द्राणी पढेर चाहिँ भिडियो त लिनै पर्यो, गिफ्ट पनि भइरहेको छ। अनि त्यो भिडमा चाहिँ मैले क्युटी भाइलाई भेटेँ, एन्जिना मायालाई। अनि त्यो हामी सबैजना गेम हेरेपछि चाहिँ बेलुका 8-9 बज्यो होला। 8-9 बजेपछि चाहिँ सबैजना गेम हेरेर तल झरे भाइलाई लिएर म घर आएँ। त्यो पछि त अनि हिप्पो चप्पल टक्क लाएर फुपूले खाना बोलाउनु भएको रहेछ, जानै पर्यो। गएन भने फेरि फुपूले गाली गरेर पिट्न आउन नि बेर छैन। हाम्रो फुपूहरू 2जना हुनुहुन्छ, 2जना डन हो फेरि हैन। अनि त्यही भएर चाहिँ हामी जान्छौँ भनेर गएँ। अनि फेरि हामीले बोलाउँदाखेरि फुपू कहिले आउनुहुन्न, यो काम त यान त्यन भनेर बहाना मात्र बनाउनुहुन्छ। यस्तो फुपू चाहिँ कसको छ गाइस कमेन्ट गर्नु होला। उहाँकोमा चाहिँ खाना जानै पर्ने, हाम्रोमा चाहिँ नेभर एभर। सो भोलिपल्ट चाहिँ फाइनल थियो अनि जित्यो पनि। अनि एक्सट्रिम रेड बुल उडाएर बा लेट्स सेलिब्रेट द मोर भनेर यति धेरै सेलिब्रेट गरेँ हैन। अनि सिद्धार्थ र सिनाइल पनि थियो त्यो मेम्बरमा जितेको मतलब टिममा। सो फुपू त्यो दिन आउनुभएको थियो। सबैजना आफ्नो कल्चर रिप्रेजेन्टेट गर्दैछ हैन, नाचेछ मिन्दोमा। यहाँ छुट्टै रमाइलो भइरहेको छ हैन। यहाँ अब दिदी हजुर हुनुहुन्छ। सो फर्केर भोलिपल्ट बेलुकापल्ट फर्किँदाखेरि चाहिँ पानी डेन्जर परेको थियो हैन। बियर 1 कार्टुन ल्यायो, बियर पनि अलिअलि लाग्यो होला। मैले चाहिँ खाएन, नखाएपछि त यो गर्दै त्यो गर्दै यान भनेर हैरान। त्यही पनि गरिदिन्छु म, गरिदियो पनि। भोलिपल्ट मेरो स्वर थोप्पो निस्क्यो त मरिजाओस्, त्यही पनि ब्लगिङ गर्न छोडिनँ र छोड्नु पनि हुन्न भनेर आफूलाई मोटिभेट गर्दै हिँडेँ म। सो त्यही बिहान तेजपुरले बिहानै खाना आऊ है तिमीहरू, म खाना बनाउँछु भन्नुहुन्थ्यो। सो खाना चाहिँ बब्बाल तरिकाले दिनुभएको थियो, फुपूले खत्रै मिठो दिनुभएको थियो। थ्याङ्क यू सो मच प्यारे फुपू। अनि यो दिन चाहिँ न्युनीको लास्ट दिन थियो। अनि बाजे लिन जाने भनेर गएको थियो। त्यो सन्जुको चटक हेर्नु न, यो अरे त्यो अरे फोटो खिच्ने पोज, माई गड चटकै बेसी के नक्कली फुच्चीको। अनि यहाँ फेरि अर्कोको ड्रोन सुट अरे भ्लगिङ गर्ने अरे छुट्टै चर्तीकला छ हैन। अनि यहाँ चाहिँ मेरो प्यारी हजुरआमा हिरोनी पारामा लुगा सुगाउँदै हुनुहुन्छ। अनि त्यसको बेलुकाबाट चाहिँ थुक्पा बनाएर खाएको थियौँ हैन। अब चिल्लो भाँडा माझ्नु पर्छ दसैँको बेला, यस्तै हो के गर्नु, यस्तै चलिरहेछ। अनि फेरि वान्स अगेन फुपूको घरमा खाना बोलाउनु भयो। अब 2चोटि फुपू घरमा खाना गइसक्यौँ हामी हैन। फुपूले एकचोटि नै खाना आउनु भएको छैन हाम्रो घरमा। के गर्ने, हाम्रो फुपू यस्तै छ भने छुच्ची न छुच्ची। 2जना फुपू हुनुहुन्छ महा छुच्ची त्यसो भन्यो भने मलाई मार्नुहुन्छ हैन। अनि सन्जु र म चाहिँ रातभरि तास खेलेर हारेर तास खेलेको ठाउँमै सुतेछु। सन्जुको अनुहार यस्तो भइरहेछ। अनि तरकारी बनाउन आऊ भन्थ्यो, के को बनाउन सक्नु, अनि निन्द्राले मान्छे मर्लै जै भइरहेछ। अनि फुच्चीलाई यसरी बोकेर लगेँ, यस्तो भ्लगिङ गर्दै गएँ, खाना सबैजना हिँडेँ हैन। के गर्नु यस्तै चलिरहेको थियो हैन। अनि फेरि हाम्रो डन दिदी यस्तै भइरहेको। अनि यो बुढाबुढीको बिचमा गएपछि कपालको बिचमा गएपछि चर्तीकला धेरै हेर्नुपर्छ, देख्नुपर्छ, आँखा नै झल्या जस्तो हुन्छ। तर के गर्नु बिचरा बुढा 1-2 वर्षपछि आएको छ, उसको चर्तीकला
अलिअलि देखाओस् भनेर सन्जु र म चाहिँ साइडमा बसेर हेरेर बसिरहेको थिएँ। यस्तै हो, यस्तै चलिरहेको थियो होइन, रमाइलो भएको थियो होइन गएको दसैँ। अब नेक्स्ट दसैँमा योभन्दा धेरै रमाइलो गर्न पाऊ भन्ने आशामा दसैँलाई बिदाई गरेर अनि घरतिर फर्केँ, त्रिशुलतिर फर्केँ हामी। सो गाइज यो भ्लग चाहिँ म हालौँ कि नहालौँ भन्ने भइरहेको थियो। अहिलेदेखि होइन पहिल्यैदेखि म हाल्छु भन्ने सोचेको थियो। अनि भ्लग पनि बनाएर राख्थ्यो निकै। अनि मान्छेले के भन्छ, फलानाले के भन्छ, चिलानाले के भन्छ भन्ने त्यो धेरै सोच्ने बानी के। अब पब्लिकले के भन्ने हो, बिल्ला उडाउने होला, यताउति नराम्रो सोच्ने होला, त्यस्तो भएर मैले अब पेन्डिङमा राखिरहेको थियो। तर यो पालिको दसैँमा जे पर्ला मलाई बाल भन्ने टाइपको नि भयो, त्यही भएर हालिदिएँ गाइज होइन। कस्तो छ के कस्तो छ हेरेर साथ दिनु होला। केमा कमी कमजोरी देख्नुभयो त्यो कमेन्टमा भनिदिनु होला गाइज। सो गाउँघरको दसैँ यस्तै हो क्या, सबैजना भेला हुन्छौँ, खाना जान्छौँ एकअर्काको घरमा होइन। यस्तो अनि दसैँको बेला गेम पनि हुन्छ, अनि कहाँ घुम्न जाने माथितिर होइन, हाइकिङ जाने, त्यस्तै न्युङ्ने हुन्छ, वाङताप्न जाने, गुम्बा जाने, यस्तै टाइपको हुन्छ होइन गाउँघरमा। अब कतिले त अब गाउँघरमा आएर आउँदैन, सेलिब्रेट कहिले पनि गरेर हुँदैन। तर मलाई जे जस्तो पनि गाउँमै जान मन लाग्छ दसैँमा चाहिँ होइन। तिहारमा त अब आफ्नो दाजुभाइ जता त्यतै रमाइलो हुने हो होइन। त्यो टिका लाउन पाउनु पऱ्यो, खल्लो हुनु भएन भन्ने कुरा हो। दसैँ त मलाई होइन तिहारभन्दा आई लभ दसैँ एकदम मनपर्छ क्या मलाई त कसम भने। तपाईँहरूलाई दसैँ मनपर्छ कि तिहार मनपर्छ धेरै कमेन्ट गरिदिनु होला। सो मेरो फर्स्ट भ्लगलाई साथ दिएर माया गरेर हेरिदिनु होला गाइज। बाई बाई। मलाई आफूले आफ्नै बिल्लो लगाएर त्यही पनि मैले हालिदिएको ल। बाई बाई।